नमस्ते सम्पूर्णमा म केशव उपाध्याय स्वागत छ हजुरलाई मेरो युट्युब च्यानलमा। आजको यस भिडियोमा म इन्टरनेसनल स्टुडेन्टहरूसँग सम्बन्धित केही सानो इन्फर्मेसन लिएर आएको छु र भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ भन्ने आशा पनि लिएको छु। स्पेशली आजको भिडियोमा कुरा गर्नुपर्दा युकेमा रहनुभएका इन्टरनेसनल स्टुडेन्टहरूको स्टुडेन्ट भिजा सकिसके पछाडि कुन कुन भिजामा स्विच गर्न मिल्छ अथवा कुन कुन भिजामा कन्भर्ट गर्न मिल्छ भन्ने बारेमा मैले इन्फर्मेसन लिएर आएको छु। युकेमा इन्टरनेसनल स्टुडेन्टको रूपमा अप्लाई गर्ने स्टुडेन्टहरूले ब्याचलरमा अप्लाई गर्दैछन् भने उनीहरूले 3 वर्षको भिजा पाउँछन् र प्लेसमेन्ट कोर्स छ भने भिजा अवधि 4 वर्षको हुन्छ। त्यस्तै मास्टर्समा अप्लाई गर्ने स्टुडेन्टहरूले 1 वर्षको भिजा पाउँछन् र यदि उनीहरूले मास्टर कोर्समा फाउन्डेसन प्रोग्राम अथवा प्री मास्टर्स कोर्स पनि एड गरेको छ भने भिजा अवधि 1.5 देखि 2 वर्षको हुन सक्छ र रिसर्चमा अप्लाई गर्ने स्टुडेन्टहरूले पनि नर्मली 1 वर्षको भिजा पाउने गर्छन्। उनीहरूको स्टुडेन्ट भिजा अवधि सकिसके पछाडि कुन कुन भिजामा स्विच गर्न मिल्छ भन्दा सबैभन्दा पहिलो कुरा भनेको पोस्ट ग्रेजुएट वर्क पर्मिट भिजा। युके गभर्मेन्टले इन्टरनेसनल स्टुडेन्टहरूको लागि 2 वर्षको पोस्ट ग्रेजुएट वर्क पर्मिट भिजा प्रोभाइड गर्ने गर्छ। यस पोस्ट ग्रेजुएट वर्क पर्मिट भिजालाई स्टुडेन्टको इन्कम अपर्च्युनिटीको रूपमा पनि लिने गरिन्छ, किनभने स्टुडेन्ट भिजामा रहँदा स्टुडेन्टहरूले लिगल रूपमा 1 हप्तामा 20 घण्टा मात्रै काम गर्न पाउँछन्। त्यति बेला उनीहरूले त्यति धेरै कमाइ गर्न सक्दैनन्। उनीहरूले लिगल रूपमा 20 घण्टा काम गरेर आफ्नो मन्थली ग्रोसरी आइटमहरू, त्यस्तै आफ्नो रेन्टहरू अनि ट्रान्सपोर्टेसन कस्टहरू मजाले म्यानेज गर्न सक्छन् र त्यति धेरै चाहिँ उनीहरूको इन्कम हुँदैन। यस पोस्ट ग्रेजुएट वर्क पर्मिट भिजामा उनीहरूले युकेको जुनसुकै सेक्टरमा जुनसुकै ठाउँमा बसेर फुल टाइम मजाले काम गर्न सक्छन् र राम्रो इन्कम पनि गर्न सक्छन्। त्यही भएर पोस्ट ग्रेजुएट वर्क पर्मिट भिजालाई स्टुडेन्टले पैसा कमाउने भिजाको रूपमा पनि लिने गर्छन्। यस पोस्ट ग्रेजुएट वर्क पर्मिट भिजा अप्लाई गर्नको लागि स्टुडेन्टले आफ्नो युनिभर्सिटी कम्प्लिट भइसके पछाडि आफ्नो स्टुडेन्ट भिजा सकिनुभन्दा केही समय अगावै भिजा अप्लाई गर्ने गर्छन् र सबै क्राइटेरिया फुलफिल भइसके पछाडि युके गभर्मेन्टले 2 वर्षको पोस्ट ग्रेजुएट वर्क पर्मिट भिजा प्रोभाइड गर्ने गर्छ। र पोस्ट ग्रेजुएट वर्क पर्मिट भिजा अप्लाई गर्दा उनीहरूको टोटल्ली 2892 पाउन्ड खर्च हुन्छ। एप्लिकेसन फी 822 पाउन्ड र 2 वर्षको इन्सुरेन्स फी 2070 गरेर टोटल 2892 पाउन्ड चाहिँ पोस्ट ग्रेजुएट वर्क पर्मिट भिजा अप्लाई गर्दा खर्च हुने गर्छ र यसलाई नेपालीमा क्याल्कुलेट गर्दा झन्डै नेपाली 5 लाख जति पर्न आउँछ। र यसरी स्टुडेन्टहरूले आफ्नो स्टडी सकिसके पछाडि नेपाली 5 लाख रुपियाँ तिरेर 2 वर्षको पोस्ट ग्रेजुएट वर्क पर्मिट भिजा लिने गर्छन् र 2 वर्षसम्म मजाले उनीहरूले फुल टाइम काम गरेर पैसा कमाउने गर्छन्। र यदि स्टुडेन्ट आफ्नो स्टडी भिजा कम्प्लिट गरिसके पछाडि पोस्ट ग्रेजुएट वर्क पर्मिट भिजामा जान चाहेन भने उसको लागि अर्को अप्सन भनेको स्पोन्सर भिजा हुन्छ। स्पोन्सर भिजा भनेको युकेमा रहेका अफिसहरू, त्यस्तै केयर होमहरू, होटेलहरूले होटेलहरूमा एज अ सेफको रूपमा, वेटरको रूपमा, क्लिनिङको रूपमा, त्यस्तै केयर होमहरूमा एज अ हेल्थ केयर असिस्टेन्टको रूपमा, अफिसहरूमा अकाउन्टेन्टको रूपमा इम्प्लोइहरू हायर गर्ने गर्छन्। स्टुडेन्टहरूले आफ्नो स्टडी भिजा सकिनुभन्दा अगाडि त्यस्ता इम्प्लोयरहरूसँग कन्ट्र्याक्ट गरेर 5 वर्षको स्पोन्सर भिजा पनि लिन सक्छन्। तर स्पोन्सर भिजा भने त्यति सजिलो छैन, किनभने स्पोन्सर भिजा लिनको लागि स्टुडेन्टहरूले फेरि ट्युसन फी तिरे जस्तै गरेर एकदमै धेरै पैसा खर्चिनु पर्ने हुन्छ। अहिलेको कन्टेक्स्टमा हेर्नुपर्दा नर्मली पनि केयर होमहरूमा 5 वर्षको स्पोन्सर भिजा लिनको लागि स्टुडेन्टहरूले अथवा अरू कुनै व्यक्तिहरूले नर्मली 15,000 देखि 20,000 पाउन्डसम्म खर्च गर्ने गर्छन्। यो भनेको नेपालीमा कन्भर्ट गर्दा झन्डै 30 देखि 35 लाख हुन आउँछ। र यदि स्टुडेन्टले आफ्नो स्टडी भिजा कम्प्लिट गरेर 2 वर्षको पोस्ट ग्रेजुएट वर्क पर्मिट भिजामा अप्लाई गर्यो भने उसले फेरि युकेमा लङ टाइमसम्म स्टे गर्नको लागि उसँग दुईवटा अप्सन हुन्छ कि चाहिँ उसले हायर लेभलको प्रोग्राम चुज गरेर फेरि स्टडी भिजा अप्लाई गर्नुपर्छ, होइन भने उसले फेरि स्पोन्सर भिजामै कन्भर्ट गर्नुपर्ने हुन्छ। र स्पोन्सर भिजामा कन्भर्ट गर्नको लागि फेरि ट्युसन फी पे गरे जस्तै गरेर मोटो रकम तिर्नुपर्ने हुन्छ। त्यसैले यदि हजुरहरू युकेमा स्टडी भिजाको लागि अप्लाई गर्दै हुनुहुन्छ भने युकेमा लङ टाइमसम्म बस्नको लागि के कस्तो क्राइटेरियाहरू छ, के कस्तो प्रावधानहरू छ, त्यो सबै कुराहरू बुझेर मात्रै अप्लाई गर्नुहोला। धेरैले के भन्नुहुन्छ भने 1 वर्षको मास्टर्स अथवा रिसर्च कोर्समा अप्लाई गर्छु, त्यसपछि 2 वर्षको पिएसडब्ल्यू लिन्छु, पैसा कमाउँछु भनेर अप्लाई गर्नुहुन्छ। तर 2 वर्षको पिएसडब्ल्यू त लिनुहुन्छ, काम चाहिँ केमा गर्नुहुन्छ त? युकेमा काम पाउन त्यति सजिलो छैन। हजुरले चिने जानेको मान्छे
छैन, रेफरेन्स छैन भने युकेमा काम पाउन गाह्रो छ र काम पाइयो भने पनि इम्प्लोयरले प्रपर आवरहरू नदिँदा त्यति धेरै कमाइ हुँदैन र युकेमा खर्च पनि अलिकति बढी नै छ। त्यसैले यो सबै कुराहरू बुझेर मात्रै हजुरले युकेमा स्टुडेन्ट भिजाको लागि अप्लाई गर्नुहोला। आजको भिडियो हजुरहरूलाई कस्तो लाग्यो, इन्फर्मेटिभ लाग्यो भन्ने आशा लिएको छु। कृपया केही सल्लाह सुझावहरू भए, केही थप जानकारीहरू चाहिएको भए कमेन्ट गर्नुहोला। हवस् त, नमस्ते।